समितिका सभाध्यक्ष, आन्दोलन परिचालन समितिका संयोजकज्यू, यो आन्दोलनमा उपस्थित हामी सबैका आशाका केन्द्र, शिक्षक महासंघका अध्यक्ष, आन्दोलनका अग्रदस्ता, हामी सबैका नायक, शिक्षक महासंघ राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष आदरणीय लक्ष्मी किशोर सुवेदीज्यू, यो आन्दोलनमा उपस्थित आबद्ध सम्बद्ध संस्थाका अध्यक्षज्यूहरू, शिक्षक महासंघ राष्ट्रिय समितिका पदाधिकारीज्यूहरू र आबद्ध सम्बद्ध संस्थाका केन्द्रीय पदाधिकारीज्यूहरू, राष्ट्रिय समितिका पदाधिकारीज्यूहरू र प्रदेश आन्दोलन परिचालन समितिका संयोजकज्यूहरू, प्रदेश शिक्षक महासंघका अध्यक्षज्यूहरू, आबद्ध सम्बद्ध संस्थाका प्रदेशका अध्यक्षज्यूहरू, महासंघ र आबद्ध सम्बद्ध संस्थाका प्रदेशका पदाधिकारीज्यूहरू, जिल्ला आन्दोलन परिचालन समितिका संयोजकज्यूहरू, जिल्ला शिक्षक महासंघका अध्यक्षज्यूहरू, आबद्ध सम्बद्ध संस्थाका अध्यक्षज्यूहरू र यो शिक्षक आन्दोलनको रणमैदानमा हामी माइतीघर मण्डलदेखि यो नयाँ मानेश्वरसम्म लामबद्ध पूर्व मेचीदेखि पश्चिम महाकाली, पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर र पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलाबाट हामी विभिन्न 17-18 प्रकारका उपस्थित आदरणीय गुरुहरू, स्वयंसेवक साथीहरू, पत्रकार बन्धुहरू र सुरक्षाकर्मी मित्रहरू, यहाँहरू सबैलाई अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको तर्फबाट र म स्वयं रोल्पावासी भएको हुनाले रोल्पाली शिक्षकको तर्फबाट यहाँलाई क्रान्तिकारी न्यानो अभिवादन पेश गर्न चाहन्छु। हामी विगत लामो समयदेखि हामी शिक्षक आन्दोलनमा छौं र विभिन्न समयमा हामी सम्झौता गर्दै सरकारसँग अगाडि बढेका छौं र अहिलेको सन्दर्भमा हामीलाई सरकारले विगतमा गरेका विभिन्न खालका सम्झौताहरूलाई धोका दिएको छ, गद्दारी गरेको छ र हामी फेरि अहिले 80 सालमा पनि हामी आन्दोलन गर्यौं काठमाडौँ केन्द्रित र अहिले 81 सालमा पनि हामी फेरि विभिन्न स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको आन्दोलनमा हामी यो सडकमा तल्लीन भइराखेका छौं। अहिले संसारभरका मान्छेहरूले हामीलाई हेरिरहेका छन्, नेपालका शिक्षकहरूका आन्दोलनलाई नजिकबाट न्याय दिइरहेका छन् र शिक्षासँग सरोकार राख्ने सरकारवालाहरूले ऐक्यबद्धता पनि जनाइराखेका छन्। तर विडम्बना यो छ, नेपालको नयाँ मानेश्वर यति बेला संसदको अधिवेशन अन्त्य गरेर विभिन्न जिल्लाका भ्रमण, विभिन्न जिल्लाका महोत्सव र विभिन्न टुरमा तल्लीन छन् भने सिंहदरबार र बालुवाटार यति बेला मुक्त दर्शक बनेर बसिराखेको छ र हामी 20 गतेदेखि 24 गतेसम्म हामी आउँदाखेरि आन्दोलनका केही रूपहरू परिवर्तन गर्दै गइराखेका छौं। हिजोसम्म हामी नारा जुलुस लगाउँदै माइतीघर मण्डलबाट हामी यो ठाउँमा आएर कोन सभा गर्थ्यौं भने आजबाट हामी सिक्की जुलुसमा परिणत गरेका छौं र भोलिदेखि शिक्षक महासंघको आह्वानमा हामी देशभरका विद्यालय ठप्प पारेर आम शैक्षिक हडतालको घोषणा गरेका छौं र यो आम शैक्षिक हडताललाई हामीले सफल बनाउनको निम्ति सरकारलाई घुँडा देखाएर हाम्रा माग मुद्दाहरूलाई पूरा गराउनुभन्दा अर्को विकल्प हामीले देखेका छैनौं। यो देशमा ठूला व्यवस्थाहरू परिवर्तन भए, शिक्षकले हामी बलिदानी दियौं र ती आन्दोलनहरूमा हामी सहभागी बन्यौं। 2046 मा जन आन्दोलन भयो, 47 सालमा नेपालको संविधान लेखियो र 52 सालदेखि यता देशमा जनयुद्ध भयो र हामी 62-63 मा 19 जना आन्दोलनमा पनि सहभागी भयौं। देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो, तर अहिलेसम्म हाम्रो समान्तर राजतन्त्रको पाला लेखिएको 2028 को शिक्षा ऐन लागू भइरहेको छ। यो शिक्षा ऐनले उत्पादन गरेका विद्यार्थीहरू विदेश पलायन भइरहेका छन् र दक्ष जनशक्ति यो देशमा छैन। देश शैक्षिक क्षेत्रमा एकपछि अर्को टाँट पट्टिरहेको छ
हात छिक्दैछ। त्यस कारणले गर्दा यो देशको शिक्षा देशको विकासको गतितिर होइन, देशको विनाशको गतितिर गइरहेको छ। हामीलाई थाहा छ, कुनै पनि देशको अवस्थालाई पछाडि धकेल्नको निम्ति अरू त्यो देशमा केही बिगाडिदिनु पर्दैन, शिक्षा नीति बिगार्दै पुग्छ। त्यस कारणले नेपालको शिक्षा नीति पुरानो भइसकेको छ, यो देहावसान भइसकेको छ। देशको राजनीतिक व्यवस्थासँगै परिवर्तनसँगै संघीय शिक्षा ऐन जारी गर्नुपर्दछ। तर त्यसको उल्टो यो देशका शासन सत्ता सम्हाल्ने, शासनको भावहरू सम्हाल्ने हाम्रा शिक्षा समितिका सभापतिले हामी शिक्षाको अपमान गर्ने खालका शब्दहरू प्रयोग गरेर अपमानजनक कुराहरू बोलिराख्नु भएको छ। र यो देशको प्रधानमन्त्रीले पनि निजी क्षेत्रलाई प्राचार्य दिने गरी सार्वजनिक शिक्षालाई ध्वस्त बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिइरहनु भएको छ। यसप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। यसप्रति हामीले आफ्नो संगठनले र शिक्षक महासंघले पनि हामीले शिक्षक समितिका सभापतिको विषयमा पनि हामीले प्रेस निकालेर हामीले घोर भर्त्सना र खण्डन गरिसकेका छौं। यस अर्थमा यो राज्य सजिलै तरिकाले हाम्रो संघीय शिक्षा ऐन जारी गर्न चाहन्न। यो यज्ञवानमा अहिले उपसमिति गठन गरेको छ। उपसमिति पनि दैनिक 1-2 घण्टाको बसाइ गरेर चिया गफ गरेर त्यहाँ रमाइलो गरेर हामीहरूलाई हालचाल गरिराखेका छन्। र 11 नम्बर 12 नम्बरको दफासम्म छलफल भयो भनेर ब्याक फाइटिङ गरिराखेका छन्। त्यस कारणले हामीले आन्दोलनको बलबाट संघीय शिक्षा ऐन जारी गर्नु बाहेक अरू विकल्पहरू हामी देखेका छैनौं। त्यस कारणले हाम्रो आन्दोलनका स्वरूपहरू पनि एकपछि अर्को चुस्त र दुस्त हुँदै गइराखेका छन्। र अर्को कुरा, हामी आन्दोलनमा आएका साथीहरू यो अलि अनुशासित नहुने, केन्द्रीकृत नहुने, 2-3 बज्यो भने धरालादेखि यो चाउलाखेल जुसम्मका फोटो सेसन हुने, यस्ता खालका समस्याहरू आइराखेका छन्।